आजको कविताको शीर्षक रहेको छ नदीका सन्तान हौ हामी माझी। हामी हौ माझी नदीका सन्तान, हामी हौ माझी नदीका सन्तान, बग्दैछौँ समयसँग तर गुमाउँदैनौँ परिचान। बग्दैछौँ समयसँगै तर गुमाउँदैनौँ परिचान। हाम्रा पाइलाहरू जताततै छन्, हाम्रा पाइलाहरू जताततै छन्, खोल्सा किनारा अनि चट्टानमा पनि। हाम्रा पाइलाहरू जताततै छन्, खोला किनारा अनि चट्टानमा पनि। हाम्रा पुकारहरू जताततै सुनिन्छन्, रामायण गीता अनि वेदमा पनि। हाम्रा पुकारहरू जताततै सुनिन्छन्, रामायण गीता अनि वेदमा पनि। बाबुबाजेका हातमा थिए डुङ्गा अनि जाल पनि, आमाको काखमा थियो माछा अनि थाल पनि। आमाको काखमा थियो माछा अनि थाल पनि। आफ्नै भाषा संस्कृति रीतिरिवाज अनि थिति पनि। आफ्नै भाषा संस्कृति रीतिरिवाज अनि थिति पनि। हराउँदैछ भाषा संस्कृति, हराउँदैछ लिपि पनि। हराउँदैछ भाषा संस्कृति, हराउँदैछ लिपि पनि। बाबुबाजेले दिएको परिचान, बाबुबाजेले दिएको परिचान जोगाउन पो सक्दिन कि। बाबुबाजेले दिएको परिचान जोगाउन पो सक्दिन कि। ती पुर्खाले राखेको परिचान सन्ततिका लागि पो राख्दिन कि। ती पुर्खाले दिएको परिचान भोलिका सन्ततिको लागि पो राख्दिन कि। चिन्ता छ हर पल आफ्नै जाति आफ्नै भाषा धर्म संस्कृतिको। चिन्ता छ हर पल आफ्नै जाति भाषा र संस्कृतिको। खै कसले बुझिदिन्छ आफ्नै जाति भाषा धर्मप्रति माया म भित्रको। खै कसले बुझिदिन्छ आफ्नै भाषा धर्म संस्कृतिप्रति माया म भित्रको। हस्त धन्यवाद।